सो हामीसँग एनदर युएसए को भिजा सक्सेस स्टोरी छ। सदीक्षा कार्कीको चाहिँ रिसेन्टली युएसए को भिजा आएको छ र नानीलाई धेरै धेरै बधाई युएसए को भिजा आएकोमा। थ्याङ्क यू सर। अनि तिमीसँग यो ओभरअल प्रोसेसिङ युएसए को जुन गर्यो VETU देखि त्यसको चाहिँ एक्सपिरियन्स तिमीले समराइज वेमा चाहिँ सुनाउँदै गर्दाखेरि के छ तिमीसँग त्यस्तो कन्टेन्ट्स? खासमा चाहिँ मैले चाहिँ युएस एप्लाई चाहिँ मैले VETUबाट गरेको हो। अनि मैले VETUलाई चाहिँ फेसबुकमा भेटेको थिएँ एउटा एडमा। अनि मैले चाहिँ सरलाई डिरेक्ट कन्ट्याक्ट गरेको थिएँ म्यासेन्जरबाट। अनि उहाँलाई चाहिँ मैले सबै मेरो डकुमेन्ट्सहरू सेयर गरेर मैले एकचोटि पनि कन्सल्टेन्सी भिजिट नगरिकन सबै मेरो डकुमेन्ट्सहरू चाहिँ सरलाई प्रोभाइड गरेर मैले चाहिँ युनिभर्सिटी पनि सबै अनलाइनबाटै चुज गरेँ। अनि सबै एभ्रिथिङ सबै प्रोसेस चाहिँ अनलाइनबाटै भयो। अनि त्यसपछि मैले इन्टरभ्यूको लास्टमा चाहिँ अनि सरसँग भेटेर चाहिँ एक दिन मात्रै भेटेर मैले सरलाई चाहिँ अनि के इम्पोर्टेन्ट छ सरले मलाई सबै भनिदिनु भयो। एन्ड लास्टमा चाहिँ आई गट माई भिजा। ओके, एक दिनको युएसए को इन्टरभ्यूको प्रिपरेसन त्यही माथि सक्सेस पनि भएको, त्योभन्दा बढी खुसी के होला? साथसाथै तिमीले यति भन्दै गर्दाखेरि आउने अरू विद्यार्थीहरूको लागि सहज हुने हिसाबले जस्तै युएसएमा इन्टरभ्यू फेस गर्न जाँदै गर्दाखेरि के चिजमा चाहिँ ध्यान दिँदाखेरि चाहिँ अलिक इफेक्टिभ हुन्छ होला? मैले इन्टरभ्यूमा म लास्टमा थिएँ खासमा इन्टरभ्यूकोमा चाहिँ। अनि त्यसपछि सबैको इन्टरभ्यू हेर्दाखेरि चाहिँ मैले बुझेको चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ हामीलाई युनिभर्सिटीको बारेमा चाहिँ एकदमै नलेज हुनु पर्यो, जुन युनिभर्सिटीमा हामी जाँदैछौँ। अनि त्यसपछि हामीलाई कुन मेजर सब्जेक्ट छ त्यसको बारेमा पनि आइडिया हुनु पर्यो, त्यसको फ्युचर युज के हो आफ्नो लागि भनेर। अनि लास्टली चाहिँ कन्फिडेन्स चाहिँ एकदमै चाहिन्छ। कन्फिडेन्स छ भने चाहिँ भिजा चाहिँ स्योर नै हो। नानी इन्टरभ्यूको दिनको मर्निङमा पनि इभन म्यासेज गर्दै थिएँ कि मैले सक्दिनँ होला भनेर। आई जस्ट बुस्टेड हर कन्फिडेन्स and finally with lots of energy and confidence she finally got her visa. Very once again congratulations. Thank you sir. Thank you so much. Great journey to USA. Thank you VTU.